हाल्दै चलाउँदै अगाडि नै हाल्ने चलाउँदै गर्नु त्यसपछि पानी कतिको सोध्छ हेर्नु पर्यो कि पुरानो मकैमा धेरै पानी सोध्छ नयाँ मकैले अलिक कम सोध्छ कि यो त गत सालको छ तर उसको पनि हुन्छ है ढिँडो कोरियाको हुन्छ कोदोको मस्त पनि छन् कोदोको पिठोले पनि गर्ने मस्त मिठो हुन्छ कोदो र मिक्स खाँदा कस्तो हुन्छ सर ठिक लाग्थ्यो कोदो र सिस्नो माछा बनाउँ कि के जस्तो लाग्यो सर माछा त ल्याउनै जानुपर्छ अमृत सरमा माछा ल्याउनु जानुपर्छ सरलाई यसो होइन राखौँ जानुपर्छ रामगढ पाइन्न राखौँ यसो गर्नु पऱ्यो आज के बार भयो आज आइतबार सोमबार मङ्गलबार शुक्रबार जाने सर त्यस शनिबारको बिहान जाने त्यतिखेर चाहिँ पाउँछ मजाले माछा बिहानै गएपछि पनि यसरी पाउँछ कति बजी पुग्नुपर्छ बिहान त्यो त 7 बजी पुग्नुपर्छ नभेट्यो भने कुरिराख्नुला कि बेलुका आउँला राकामा त पाउँछ होला यार कर्णाली कि भन्ने ढिँडो तल नलाग्ने डिब्बा हुन्छ कि के हो ढिँडो तल नलाग्ने क्या घिउ छ घिउ कहिले हाल्ने हो पर्दैन घिउन पछि सर त्यो उसमा चाहिँ घिउ हाल्नु पर्ला है खाने बेला चाहिँ खाने बेला हाल्नु डढाएर च्याट्ट बिचमा सानो बनाएर पाल बनाएर त्यहाँ राखेर चपक्क चोपेर खाने मस्काउनु न मसँग थियो यार के अरे हो कहाँ धोक्रोङ पुग्यो यस्तो मस्काउनु मसँग थियो कि कहाँ पुग्यो धोक्रोमा रुम सार्ने बेला भरे थाहा हुन्छ भरे अथवा भोलि आज चाहिँ हामी के चाहिँ पर्दैन आज चाहिँ हामी यो खसीको मासु र ढिँडो खाँदैछु यसमा चाहिँ घिउ मिसा छ अलिकति हाम्रो राजनाथ सर च्वाप पारेर खाँदै हुनुहुन्छ अनि जनी फर्मिस खतरा पारेर खाँदै हुनुहुन्छ आउनुहोस् है तपाईँहरू पनि